हाम्रो यो ग्रिल टाइम हालेर अब आगो बाल्ने हैन। अब हामी बारबिक्यूको लागि यहाँ चुल्हा जलाउँदैछौँ गाइस। हाम्रो नारायणदाले यहाँ मजाले आगो सुन्दैछ हैन। हाम्रो केटाहरूले यहाँ बारबिक्यूको लागि चिकनलाई झिर्माउन थालिसक्यो है। मजाले हुने थियो त्यो गर्दाखेरि तपाईँलाई त्यो ठ्याक्क त्यो घरतिर राति सुत्दाखेरि कराए जस्तो फिल आएन? एकदम के छ रोशन सर? एकदम ब्रो मस्त जवानी ठिक छ राम्रो। हाम्रो भ्यू राम्रो देख्दैछ तल है। किन हुन्छ एक्सपर्ट रहेछ त रोशन साथी। यो गरेको नि त हो र? भाइ ज्याकेट लगाउने हो कि त्यो रातो? नगरौँ दाजु। कति सकेर कति पुग्नुभयो त नारायणदा? त्यो त भन्नु हो र? सबै थोक मतलब भनेपछि सरप्राइज बर्थडेको केक खुवाएर सरप्राइजमै सक्दिने हामीलाई। तेरिका 2023 लेखेको रहेछ यार। अति नै भयो त है। के भन्नुहुन्छ रोशन साथी यसको बारेमा? यो अन्याय हो यो। कमसेकम फेरि त्यो अलिकति त्यो सोसियल मिडियामा कहीँ पनि आएन नि त। सोसियल मिडियादेखि अलिक भित्र पसेछ है। धेरै अरूको दुनियाँको आउँछ मात्र फोटो हालेर यार। बर्थडे टु यु यता उति भनेर आउँछ, खोइ दाइको त कहीँ आएन।
काटे है Happy birthday नारायण गयो त Happy birthday to you उमेर सम्मले जाउँ है तपाईँको सरप्राइज तपाईँको सरप्राइज बर्थडे एकदम सरप्राइज भयो त लास्टै सरप्राइज भयो दा है यो केक चाहिँ पहिलो चरणको मात्रै हनाएको यो 7 चोटिसम्म जान्छ अब भाइलाई त खुवाउनु आफै पनि त खानु नि है ए खाना हामीले खुवाउनु पर्यो डगुदाले खुवाउँदा पुग्छ हात हामीले यसो छोइदिउँ हुन्छ त पनि यसो गालामा अलिअलि पनि लगाइदिउँ होइन गालामा पनि थोरै लगाइदिउँ न थोरै धेरै भनेको होइन त्यसले त्यो त के त्यो त थोरै पनि त्यो त दागै देखेन नि है लाग्दैछ रसिद भन्छन् केटाहरू किन हड्डी चुसिराख्नु जाँटो होइन हड्डी चुस्ने थियो भन्ने कुकुरले गर्छ है होइन बर्थडे बोयको बर्थडे हामीले होइन सरप्राइजै भए पनि सेलिब्रेट गर्दैछ तर उमेर कति पुगेको हो क्या उमेर त हामीलाई थाहा छ 18 वर्ष त बाहिरै हिँडेको भइसक्यो मेरो 1972 को भनेपछि म कति भयो 52 भयो कि 51 भयो 1972 बाट ठ्याक्कै 22 मा त 50 भइगयो नि त है 51 भयो त 51 भयो 51 हो त 50 51 51 र 51 एउटै थियो भाइ होइन भन्न खोजेको उता चाहिँ नेपाली भन्ने 1972 भन्ने अनि यता आएर 51 भन्दा त मान्छे कन्फ्युज होइन हुन्छ इङ्ग्लिसकै 1972 के त्यही त इङ्ग्लिसकै 1972 त तपाईँले 1972 त केमा भने त तपाईँलाई त नेपालीकै 1972 मा त हाम्रो कुप्री बा पनि जन्मेको थिएन नि जाउ त साथ टिप्न सिद्धान्त त त्यही हो हाम्रो पनि जन्मे खाए मलाई लाग्दैन जिउ हो दाइ के भएको के हेरेन कसैले के कारण त लाग्छ केक त लगेर सर्लको फ्रिजमा राखेर कसको बर्थडे भए आउँदैछ फेरि नाम मात्रै काट्दा भइगयो त होइन दाइ त बुटोलको हो नि त भन्दै कि कताको त भाइ बुटोल ताल्पा भन्थ्यो त जन्म घर चाहिँ पाल्पा हो नामसारी गरेको नामसारी गरेको ठाउँसारी नामसारी ठाउँसारी हो बसाइ सराई हो तर अलि चाहिँ पेपर चाहिँ लिएको छैन हौ मैले यतैबाट लिएर जाने कि उतै मिलाउने अलि अगाडि भनेको हामी यसो रिहर्सल सिहर्सल गरेर प्रिपेयर भएर आउँथ्यौँ नि त नि एक त आफै आएर सरप्राइज भयो आफै सरप्राइज भयो ह्याप्पी बर्थडे टु यु नारायण भनेर 2020 त्यहाँ त तर डोन्ट टच पनि लेख्नु पर्थ्यो क्या यो तान्ने सिगार डोन्ट टच पनि लेख्नु अरे धुवा भन्दाखेरि पहिले त्यो खुट्टाको माल मात्रै पहिले आउँथ्यो नि यसलाई अब होइन सबै टिपेर एक जग्गा हाल्नुपर्छ यहाँ गाइज होइन सबै यो चाहिँ डस्टबिनमा फ्याँक्नुपर्छ होइन सफा गरिदिनुपर्छ अब सफा गर्दैन भने चाहिँ गाह्रो हुन्छ पछि फेरि Whatever you did, can you do some more now? Swear you got me falling for your ass and whatever you get, can you take some more now? Swear you got me crazy all night and day. A few moments later. फाइनली हाम्रो पार्टी सक्यो है त्यो त अगाडि राख्दा हुँदैन थियो त त्यहाँबाट चाहिँ सलल भ्यू यो यति डाँडा आइदा के सोचले के तरिकाले के आएर के भयो आज तँ भन थाहै छैन मलाई थाहा थियो क्या उसको बर्थडे कहिले हो भनेर बट आई गट सरप्राइज द्याट टाइम अल्सो लाइक फ्यु इयर्स ब्याक होइन कति वर्ष 3-4 वर्ष अगाडि तपाईँको होइन बर्थडे थियो मलाई जेन्युल हामी सँगै हुँदा तपाईँलाई